नेपालका प्रत्येक गाउँ, प्रत्येक क्षेत्र र बस्तीहरू एक न एक हिसाबले सम्भावनायुक्त छन्। कतै हिमालका दृश्य, कतै पहाडका दृश्य र कतै तराईका मनोरमता नेपालका विशेषताहरू। यी विशेषताहरू नेपालका ऐश्वर्य पनि हुन्, जसलाई हामीले उत्पादनसँग जोड्न अत्यन्त जरुरी छ। सांस्कृतिक विविधता, धार्मिक अनेकता र जीवनशैलीलाई नेपालका प्राकृतिक सुन्दरतासँग जोडेर लाने हो भने यो पनि कम उत्पादनशील बन्नेछ। आउनुहोस् आज हामी यात्राको यो श्रृङ्खलामा यी सम्पूर्ण चिजको रसपान गराउँछौँ, जहाँ तपाईँले नेपाल पाउनुहुन्छ। यो यात्रामा हामी राजधानी नजिकै तपाईँलाई घुमाउँछौँ, जुन ठाउँको नाम तपाईँले सुनेको हुन सक्छ तर नजिक पनि यति। यात्रा श्रृङ्खलामा सम्भावनालाई उत्पादनसँग जोड्ने हाम्रो अधिकतम प्रयास हुन्छ। यो प्रयासका लागि उर्वर बनेको छ मकवानपुर जिल्लाका उत्तरी भेग। मकवानपुर जिल्ला राजधानी काठमाडौँसँगै जोडिएको छ। यहाँ पर्यटकीय दृष्टिकोणले धेरै सम्भावनाहरू लुकेका पनि छ, तर यसको प्रवर्धन भने घनीभूत रूपमा हुन सकेको छैन। आजको यो प्रयासमा हामी यिनै सम्भावनासँग लुका मारे खेल्छौँ। हामीसँगै यात्रा गर्ने होइन त? शान्तिका अग्रदूत बुद्धको पवित्र जन्मस्थल लुम्बिनी जाउँ। लुम्बिनी भ्रमण वर्ष 2012 सफल पारौँ। राष्ट्रलाई आर्थिक, सामाजिक र सांस्कृतिक रूपले समृद्ध बनाऊ। लुम्बिनी भ्रमण वर्ष 2012 को राष्ट्रिय सचिवालय। आज हाम्रो यात्रा अत्यन्त रमाइलो हुनेछ। मकवानपुर जिल्लाका उत्तरी भेग मध्ये भीमफेदी, देउराली, दामन, चितलाङ, बज्रबाराही, पालुङ र आगरा गाउँ विकास समिति हाम्रो आजको यात्रा क्षेत्र छ। यी स्थानहरूको यात्रा गर्न पूर्व हामीले यहाँको वस्तुगत जानकारी लिन पनि त्यतिकै जरुरी छ। त्यसैले जिल्लाका व्यक्तिहरूलाई हामी यसको विषयमा सोध्छौँ। मकवानपुर जिल्ला अब पर्यटकीय क्षेत्रको रूपमा अत्यन्त सम्भावना बोकेको जिल्ला हो भन्ने हिसाबले नै अहिले मकवानपुर जिल्लाले पर्यटनको एउटा गुरु योजना, आर्थिक योजना पनि निर्माण गरेको छ। खास गरी चाहिँ अब मकवानपुर जिल्ला चाहिँ पर्यटनको क्षेत्रमा जानुपर्छ भन्ने एउटा चाहिँ त्यो चाहिँ अभ्यास पनि हो। र अहिले मकवानपुर जिल्लाको पर्यटकीय क्षेत्रको गन्तव्य स्थल कुराहरू गर्दाखेरि खास गरी मकवानपुरको चाहिँ उत्तरी भेग, दामन, चितलाङ, भीमफेदी, मार्खु जस्ता यस्ता चाहिँ बज्रबाराई जस्ता यस्ता ठाउँहरू अत्यन्त ऐतिहासिक चाहिँ ठाउँहरू हुन्। पर्यटकीय हिसाबले बायोडाइभर्सिटीको हिसाबले पनि चाहिँ अत्यन्त चाहिँ यो पर्यटकीय गन्तव्य स्थल हो भन्ने जस्तो मलाई लाग्छ। सँगसँगै हामीले मकवानपुरलाई हेर्दाखेरि अहिले 4वटा जति क्लस्टरमा हेर्छौँ यो मकवानपुरको पर्यटकीय क्षेत्र। उत्तरी भेगका मैले अहिले भने चितलाङ, दामन लगायत मार्खुका क्षेत्रहरू चाहिँ उत्तरी भेगका बज्रबाराईका क्षेत्रहरू। त्यसपछि चाहिँ हामी चाहिँ बिचको भागमा हेटौँडा केन्द्रित चाहिँ कुराहरू गर्ने भने हेटौँडाको शहीद स्मारक, त्यसपछि भैरव डाँडा, सँगसँगै रहेको मनोकामना मन्दिर, चुडियामाई मन्दिर, बोटनदेवी मन्दिरदेखि लिएर हामीसँग ऐतिहासिक धरोहरका 2टा गढीहरू पनि छन्। एउटा किसापानी गढी र एउटा मकवानपुर गढी। मकवानपुर गढीको त अझ चाहिँ गढी मध्येकै चाहिँ ठुलो महिमा पनि छ, एउटा त्यसको ठुलो चाहिँ इतिहास पनि छ। त्यस हिसाबले पनि मकवानपुरमा चाहिँ पर्यटकीय हिसाबले अत्यन्त चाहिँ सम्भावना बोकेको जिल्ला हो यो भनेर नै अहिले हामी चाहिँ मकवानपुर जिल्लाको पर्यटन विकासको लागि आर्थिक योजना निर्माण गरेर अहिले हामी क्रियाशील छौँ। आधिकारिक व्यक्तिहरूको आधिकारिक सुझावलाई ध्यानमा राखेर हामी काठमाडौँबाट हाम्रो यात्रा सुरु गर्छौँ। यो यात्रामा दक्षिणकाली हुँदै लगभग 2.5 घण्टामा हामी भीमफेदीको देउराली आएको छ।
हामी चाहन्छौँ नेपालमा समृद्धिको लागि यहाँको सम्भावनालाई उत्पादनसँग जोड्न अत्यन्त जरुरी छ। बिना कच्चा पदार्थ देशमा समृद्धि भित्राउने एउटा मात्रै पाटो हो पर्यटन। पर्यटनसँग सरोकार राख्ने आजको यात्रा कार्यक्रमको श्रृङ्खला लिएर हामीले मकवानपुर जिल्लाको विभिन्न ऐतिहासिक, धार्मिक र सामरिक दृष्टिले महत्त्वपूर्ण रहेको केही दृश्यहरूलाई तपाईहरु सामु प्रस्तुत गर्नेछौँ। यो यात्रामा यतिखेर हामी मकवानपुर जिल्लाको यो विशेष गरेर जाडो ठाउँ र देउराली भन्ने ठाउँमा आइपुगेका छौँ। यो काठमाडौँ शहरबाट लगभग 50 किलोमिटरको यात्रा गरेपछि हामी यहाँ आइपुगेका छौँ। आजको यात्राको मुख्य गन्तव्य मानिने चिसापानी गढीमा अबको 5 किलोमिटरको यात्रापछि हामी पुग्नेछौँ। त्यसको लागि तपाईले हामीसँगै अबको आधी घण्टा यात्रा कार्यक्रम हेर्न सक्नुहुन्छ। देउरालीको चिसो हावा खाँदै यहाँको संसाधनलाई हृदयमा सजाउँदै हामी भने नेपालको अत्यन्त महत्त्वपूर्ण गढी चिसापानी गढीतर्फ लाग्छौँ। यो गढी मकवानपुरको मात्र नभएर नेपालकै मुख्य गढीभित्र पर्दछ। सामरिक दृष्टिकोणले यो गढी अत्यन्त महत्त्वपूर्ण रहेको छ। इतिहासमा सीमा सुरक्षाका लागि यो गढीको स्थापना भएको यहाँ विद्यमान कैयन दस्तावेजहरूले प्रमाणित गर्दछ। त्यसको प्रमाण हो यहाँको अत्यन्त महत्त्वपूर्ण कहलाएको कालीतोप। दर्शकबिन, चिसापानी गढीको यात्रा गर्ने क्रममा यतिखेर हामी चिसापानी गढीको महत्त्वपूर्ण स्थान यो कालीतोप भन्ने ठाउँमा आइपुगेका छौँ। कालीतोप विशेष गरेर धार्मिक, ऐतिहासिक र सामरिक दृष्टिकोणले महत्त्वपूर्ण रहेको यहाँका पुजारीले हामीलाई बताउनु भएको छ र यो महत्त्वपूर्ण धरोहरभित्र रहेका अनेकन ठाउँमा अब हामी तपाईलाई यात्रा श्रृङ्खलामा तपाईसँगै यात्रा गराउँदैछौँ र गर्दै पनि छौँ। उच्च पहाडी स्थानमा रहेको यो गढी सुन्दर पनि त्यतिकै छ। यहाँको बटुक भैरव र काली थान अहिले धार्मिक तीर्थयात्रीका लागि मुख्य गन्तव्य बनिरहेको छ। विशेष शक्तिपीठका रूपमा अहिले पनि धर्मावलम्बीहरूले मन्दिरमा पूजाआजा गर्ने गर्दछन्। यो सिलसिलामा कलाकार तथा निर्देशक मोहन निरौलालाई हामीले यहाँ धार्मिक कर्ममा लिनु भएको पाउँछौँ र उहाँलाई यहाँको महत्त्वको विषयमा सोध्नु पर्यो। सर, यहाँ विशेष गरेर एउटा साधना र यहाँको धार्मिक महत्त्वको विषयमा के जानकारी पाएर आउनुभयो, कसरी थाहा पाउनुभयो यो बटुक भैरव र यहाँको कालीको विषयमा चाहिँ? यो कुरो वास्तवमा नेपाली समाजमा यो चिसापानी गढीको यो कालीतोपको र यहाँ भएका बटुक भैरव देवताको चाहिँ महिमा प्रायलाई थाहा छ। अब अहिले पछिल्लो टाइम मान्छेहरूले आफ्नो संस्कृति, आफ्नो धर्महरू बिर्सिँदै गए र यी चिजहरू लोप्ने स्थिति आयो। अनि मैले पनि यो बाटोमा छ, यो दक्षिण कालीबाट जाने बाटोमा छ, यसबाट जाने बाटोमा छ भनेर म पनि यहाँ आज एउटा पूजापाठ गर्न, एउटा यज्ञ गर्न यहाँ आएको हुँ। र मलाई के विश्वास छ भने फेरि एउटा कुरो के जान्दा पनि बटुक भैरव देवताको मन्दिर चाहिँ जहाँसुकै छैन। काठमाडौँमा लगनखेलमा मैले देखेको छु, काहीँ विरलै रूपमा होला र यहाँ छ। यहाँको बटुक भैरव चाहिँ ज्यादै नै शक्तिशाली हुनुहुन्छ यहाँको। अब यो कुरो अहिले यहाँ वर्णन गरेर सकिँदैन र यहाँ काली पनि हुनुहुन्छ र त्यो काली तोपको विषयमा त धेरै नेपालीहरू थाहा छ, पत्र पत्रिकाहरूले पनि लेखिरहेको थिए। त्यही आधारमा म पनि यहाँ हुन आएको हुँ। अब यो ठाउँलाई
धार्मिक दृष्टिकोणले मात्रै होइन, यो ठाउँ ऐतिहासिक दृष्टिकोणले पनि निकै नै महत्त्वपूर्ण छ र यो दुईटै चिजलाई अहिलेको यो जुन पर्यटनसँग जोड्न सक्यो भने यो ठाउँ पनि विकसित हुन्छ, यहाँका मान्छेहरूले पनि प्रशस्त रोजगारी पाउन सक्छन् र नेपाललाई पनि राम्रो फाइदा गर्छ जस्तो लाग्छ। किनभने अहिले यसरी तोपहरू किल्लामा तोपहरू राखेको किल्लाहरू प्राय नेपालमा धेरै नेपालीले देखेका छैनन्, विदेशीले पनि यसरी यस्तो पुरातन चिजहरू देखेका छैनन्। त्यसलाई संरक्षण गर्नुपर्छ। यो स्थानीय ताबाटै हुन नसक्ने हुनाले यसलाई राज्यकै स्तरमा र जुन यहाँ पर्यटनको क्षेत्रमा कुदिरहेका सङ्घ संस्थाहरू छन् उनीहरूले पनि यसलाई चाहिँ अलिकति ध्यान दिनु मैले जरुरी देखेको छु। चिसापानी गढीको केही जानकारी पाएपछि हामीले हाम्रो पैदल यात्राको तयारी गर्नेछ, जसमा आज हाम्रो यात्राको मुख्य गन्तव्य बन्नेछ लालीगुराँस पदमार्ग। आजको हाम्रो हिँडाइ देउरालीबाट सुरु हुन्छ। लगभग 9 किलोमिटरको यो यात्रामा हामी 3 घण्टामा दामन पुग्छौँ। पहाडको टापुबाट खोलिएको यो पदमार्गको प्रवर्धन गर्नु हाम्रो एकमात्र उद्देश्य पनि। त्यसैले यात्रा अलिक कठिन भए पनि हामी निरन्तर अगाडि बढ्दैछौँ। लालीगुराँस पदमार्ग मकवानपुर जिल्लाकै एक सम्भावना हो। यो यात्रामा हामी यही सम्भावनालाई अगाडि ल्याउँछौँ। विभिन्न ठाउँमा विभिन्न किसिमको पर्यटन सम्बन्धी खुड्किलोको काम सकाएर खुड्किलो काम यसपालि सुरु भएको छ र अब विभिन्न ठाउँहरू बाँकी छन् र त्यो ठाउँमा पनि अब ठाउँ ठाउँमा खुड्किलोको काम सकेर विभिन्न किसिमको अब लालीगुराँस मार्गले चिनिन्छ। यहाँ त्यो पर्यटन मार्ग पनि त्यो लालीगुराँसलाई ठाउँ ठाउँमा वृक्षारोपण गरेर त्यसलाई ठाउँ ठाउँमा चाहिँ लालीगुराँस देखाउन पाइयो भने यहाँ पर्यटन सम्बन्धी चाहिँ अलिकति विकसित र पर्यटनलाई अवस्थित बनाउन सकिन्छ कि भन्ने ध्येयले म चाहिँ पर्यटन बोर्ड सम्बन्ध पनि लिङ्क राख्दै हिँड्दैछु। देउरालीबाट यो पदमार्ग हुँदै लगभग 2 घण्टामा हामी अत्यन्त मनोरम तामाङ बस्ती भएको स्थानमा आइपुग्छौँ। यो गाउँमा तामाङहरूको भिन्न बस्ती छ। तामाङ संस्कृतिलाई जीवित राख्न सफल यहाँका स्थानीयवासीको दिनचर्या संस्कृति प्रेमी र अध्ययनकर्ताका लागि स्फूर्ति। त्यसैले हामी पनि यहाँको झाँक्री नाचमा झाँक्री नाचको पृथक सांस्कृतिक दृश्यलाई मनमा सुनाउँदै लालीगुराँस र हिमालका दृश्य पार गर्दै लगभग 2 घण्टामा आइपुग्छौँ। दर्शकबिन विविधताले आजको यो नेपाल भूमि जैविक विविधताले गर्दाखेरि अत्यन्त महत्त्वपूर्ण छ। यहाँ पाइने पाइले पिछेको फरक फरक हावापानीले गर्दाखेरि र फरक फरक जैविक विविधताले गर्दाखेरि यो नेपाल भूमि विशेष गरेर आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि निकै आकर्षणको केन्द्रबिन्दु बनेको छ। यतिखेर जैविक विविधताले ओतप्रोत भएको हामी तामाङको सिमभन्ज्याङ भन्ने स्थानमा छौँ। यो समुद्री सतहबाट 2488 मिटर हाइटमा रहेको छ र यहाँको मौसम जुनसुकै बेलामा पनि अत्यन्त जाडो हुन्छ। राजधानी काठमाडौँबाट लगभग 78 किलोमिटरको यात्रा गरेपछि हामी यो स्थानमा आइपुगेका छौँ। अब सिमभन्ज्याङको विशेष आकर्षण रहेको केही स्थानहरूमा तपाईँहरूलाई हामी सँगसँगै यात्रा गराउँछौँ। सिमभन्ज्याङबाट हाम्रो यात्रा दामनको शिखरको हुँदै आग्रा छ। तर आग्रा जानु पूर्व सिमभन्ज्याङबाट पुगिने स्थानहरूको जानकारी दिनु हामीले सान्दर्भिक सिमभन्ज्याङबाट अर्किड ट्रेल हुँदै लगभग 3 घण्टामा मार्खु इन्द्र सरोवरमा पनि पुग्न सकिन्छ। मार्खु मकवानपुरको अर्को पर्यटकीय गाउँ हो जहाँ तपाईँका लागि इन्द्र सरोवरको यात्रा अत्यन्त रमाइलो हुन सक्छ।
त्यसको अलावा ठाडो खोला झरना बाख्रा फर्म मुख्य गन्तव्य बन्न सक्छ मार्कुबाट। मार्कुबाट चितलानको यात्रा पनि गर्न सक्छ, जहाँ तपाईँले नेवारी संस्कृति, चन्दगिरी डाँडा, सातधारा, अशोक चैत्य र विभिन्न मनोरम दृश्यको अवलोकन गर्न सक्नुहुन्छ। त्यस्तै चितलाङबाट वज्र बाराहीको यात्रा गर्न सकिन्छ, जहाँ वज्र बाराही मन्दिर र उन्थालको गोपाली संस्कृति तपाईँका लागि महत्त्वपूर्ण फरक मार्गबाट यो यात्रा गर्न सकिन्छ, जसको लागि एउटा प्याकेज नै बन्छ 3 दिन। तर हामी भने आज दामन पालन हुँदै आग्रातर्फ लाग्दैछौँ, जुन चर्चामा नआएको तर सम्भावना अधिकतम भएको पर्यटकीय गाउँ। शान्तिका अग्रदूत बुद्धको पवित्र जन्मस्थल लुम्बिनी जाउँ। लुम्बिनी भ्रमण वर्ष 2012 सफल पारौँ। राष्ट्रलाई आर्थिक, सामाजिक र सांस्कृतिक रूपले समृद्ध बनाऊ। लुम्बिनी भ्रमण वर्ष 2012 को राष्ट्रिय सचिवालय। यो दामनको शिखरकोट हो। शिखरकोटको यो आकर्षण नेपालको राजनीतिको एक हस्ती रूपचन्द्र विष्टको साल, जसलाई हामी थाहा अभियानका प्रणेता पनि भन्दछौँ। आज हाम्रो यात्रा केही शिखरकोटबाट हुन्छ। शिखरकोटबाट बसमा 1.5 घण्टाको यात्रा गरेपछि डाँडाबास आइपुगिन्छ। डाँडाबास एउटा व्यापारिक केन्द्र पनि रहेछ। यहाँबाट विभिन्न मनोरम दृश्यहरू अवलोकन गर्न सकिन्छ। यहाँबाट हिमालका विभिन्न मनोरम दृश्यहरू अवलोकन गर्न सकिन्छ। यहाँ आउनका लागि तपाईँले महादेव बेसी भएर आग्रा खुलै खुलाको यात्रा पनि गर्न सक्नुहुन्छ। तर हामीले पनि सुविधाको हिसाबले दामनले बाटो खोज्यौँ। यहाँबाट 3 घण्टामा आग्राको मुख्य गन्तव्य गुठा पुग्न सकिन्छ। तर हामी भने सबभन्दा पहिला देउखेल हानिन्छौँ, जहाँ आग्रा गाउँ विकास समितिको कार्यालय छ। देउखेलबाट आग्राको सम्पूर्ण दृश्य अवलोकन गर्न सकिन्छ, जुन अत्यन्त मनोरम र रोमाञ्चक पनि देखिन्छ। हाम्रो यात्रा अझ घनीभूत बन्दैछ। यात्रालाई सार्थक बनाउन यहाँका मुख्य स्थानहरूबारे हामीलाई थाहा पाउनुपर्छ। तसर्थ हामी यस विषयमा गाउँ विकास समितिका सचिव दीपक मिश्रलाई आग्रा गाउँ विकास समितिको माथिल्लो भेगमा रहेका चाहिँ वडाहरू, वडा नम्बर 5, 6, 4 र 1 नम्बरको चाहिँ माथिल्लो भागबाट हामीले चाहिँ यो ऋण श्रृङ्खलाहरू स्पष्ट रूपमा देख्न सक्छौँ। सँगसँगै त्यस क्षेत्रबाट यो पहाडले घेरेको मकवानपुरकै अन्य गाविसहरू र धादिङका विभिन्न गाविसहरूको चाहिँ मनोरम र रमणीय दृश्यहरू चाहिँ त्यहाँबाट हामीले हेर्न सक्छौँ। र प्रकृतिले हामीलाई चाहिँ दिएको आग्रा गाउँ विकास समितिको वडा नम्बर 5 मा रहेको डाँडाबास भन्ने स्थान, यो गाविसको सबभन्दा उच्चतम स्थानमा रहेको चाहिँ
भूगोल हो त्यो। त्यहाँबाट चाहिँ हामीले धेरै हिम श्रृङ्खलाहरू र सँगसँगै यसको वरिपरि रहेका गाउँ विकास समितिहरूको चाहिँ डाँडा पाखा यो चाहिँ वसन्त ऋतुमा चाहिँ फुल्ने विभिन्न फुलहरूको चाहिँ अनुभूति दृश्य अनुभूति हामीले गर्न सक्छौँ। र त्यस पछाडि गएर हामीसँग चाहिँ वडा नम्बर 7 र 8 को चाहिँ बिचमा रहेको हाम्रो एउटा खानीगोला भन्ने ठाउँ छ। त्यहाँ चाहिँ एउटा बृहत खालको ठुलो चाहिँ एउटा सुरुङ रहेको छ। त्यो सुरुङको महत्त्वलाई हामीले अब क्रमशः प्रचारका रूपमा हामीले लान खोजिरहेका छौँ। सचिव दीपक मिश्रको भनाइअनुसार हामी यात्राको तयारी र हानिन्छौँ आग्राको मुख्य गन्तव्य गुफातर्फ। यो गुफा खानी खोलामा छ। खोलाको छेउबाट नै गुफामा जानुपर्छ। अत्यन्त ठुलो यो गुफाभित्र फुटबलसम्म खेल्न मिल्ने समर्थन छ, तर भित्र डर लाग्छ। आग्रा सांस्कृतिक रूपमा पनि त्यतिकै धनी छ। यहाँको तामाङ संस्कृति, ब्राह्मण संस्कृति सांस्कृतिक प्रेमीका लागि आकर्षणका विषयवस्तु बन्दछ। प्राकृतिक रूपमा आग्रा अत्यन्त धनी छ। यहाँ वन, पाखा, हिमाली दृश्य, खोला, नाला यसका उदाहरण छ। त्यसको अलावा ऐतिहासिक दृष्टिकोणले पनि आग्रा अगाडि छ। मोरिया यसको उदाहरण। यहाँ राजाले मोहर बनाउँछ। सुलीकोट अर्को उदाहरण हो जहाँ राजालाई सुली चढाएको थियो। त्यस्तै बथान चुली जहाँ राजाको दरबार भएको ठाउँ हो, तर अत्यन्त कठिन ठाउँमा भएकोले हामी पनि त्यहाँ पुग्न सक्छौँ। आग्राको सम्भावना नेपालकै सम्भावना हो, जसलाई स्थानीय स्तरबाट नै प्रवर्धनका पहल गर्न जरुरी छ। मकवानपुर जिल्लाका एक सम्भावना हो आग्रा। त्यसका अलावा पर्यटकीय दृष्टिबाट यहाँका उत्तरी भेग पुरै सम्भावना मुक्त छ। तर यो क्षेत्र अझै पर्यटकीय सवालमा पनि घनीभूत रूपमा अगाडि आउन सकेको छैन। हिजो चाहिँ वास्तवमा किन पर्यटनको क्षेत्रमा अगाडि बढेन भन्दाखेरि यो पर्यटनको महत्त्व नै जिल्लाले बुझेन। वास्तवमा जिल्ला अहिले 70% पहाडी भूगोलको हो। 25% मात्र यहाँ खेतीयोग्य जमिनहरू छन्। यो खनी खोजी गरेर खेती गरेर यहाँका मानिसहरूको जनताहरूको आर्थिक परिवर्तन हुन सक्दैन। त्यो भनेको हामीले अब पर्यटनलाई नै मकवानपुर जिल्लाको विकासको नेतृत्व लिनुपर्छ भन्ने पछिल्लो चाहिँ एउटा पहिचान एउटा किसिमको लक्ष्य निर्धारण गरेर हिँडेको छ। यो त्यो हुन सकेन, प्रचारै भएन। यसको चाहिँ पर्यटकीय क्षेत्रमा लाग्ने त्यस्ता किसिमको व्यावसायिकहरूसँग हाम्रो सम्बन्धै बन्न सकेन। र यो नजिक हुँदा पनि काठमाडौँबाट तपाईँ 2 घन्टाको ड्राइभमा त्यो प्राकृतिक वातानुकूलित एउटा वातावरण त्यस्तो राम्रो छ। 2 घन्टाको चाहिँ दर्शनपछि आउने बित्तिकै भने अर्को चाहिँ हाम्रो चाहिँ मित्र राष्ट्र भारतको चाहिँ को सीमाबाट 2 घन्टा ड्राइभ गर्ने बित्तिकै हामी चाहिँ त्यो दार्जिलिङ सिमन्या भन्ने ठाउँमा पुग्छौँ, जहाँ यति चाहिँ यो चैत वैशाखको गर्मीमा पनि
त्यहाँको वातावरण यति चिसो, यति ठन्डा, यति चाहिँ आनन्ददायक छ कि त्यो कल्पना गर्न सकिन्न। यो प्रचारकको क्षेत्रमा र संस्थाको विकासमा र पर्यटनले मकवानपुर जिल्लाको एउटा चाहिँ जनताको आम्दानीको विषय बनाउन सक्छ भन्ने यो चिन्ह नसकेको कारणले वास्तवमा लामो समय चाहिँ यो पर्यटनको दृष्टिबाट पछाड्ने रह्यो। मकवानपुर जिल्लामा विगत कम्तीमा 3-4 सालदेखि चाहिँ हामीले जीविससँग मकवानपुर जिल्ला चाहिँ कस्तो रहेछ भन्दाखेरिमा अन्य कम्पेयर टु अदर डिस्ट्रिक्ट होला त्यो चाहिँ कस्तो जिल्ला रहेछ भन्दाखेरिमा उहाँहरूले आफैले आफ्नो इनिसिएसनमा चाहिँ जिल्ला पर्यटन प्रवर्धन विकास समिति भन्ने गठन गर्नुभएको छ, जसको अध्यक्षता चाहिँ सिरो साहबले गर्नुहुन्थ्यो र त्यहाँको सामाजिक अधिकृत चाहिँ नि त्यसको सदस्यहरूले गर्नुहुन्छ। अनि त्यसमा मेम्बरहरू चाहिँ विभिन्न होटल व्यवसायी, स्थानीय राजनीतिक दलको प्रतिनिधिहरू लगायत एउटा टुरिज्म जान्ने बुझेको मान्छेहरूलाई चाहिँ उहाँले त्यो समितिमा राख्नु भएको रहेछ। उहाँले त्यही समिति मार्फत काम चाहिँ विगत लामो समयदेखि गरिरहनु भएको थियो। अनि विगत चाहिँ 3-4 सालदेखि अब हामीले पनि कामको सिलसिलामा उहाँहरूसँग हाम्रो पनि कनेक्सन भएको छ। अहिले गर्दाखेरिमा पर्यटन बोर्ड र मकवानपुर जीविसको जिल्ला पर्यटन विकास समितिसँग हाम्रो चाहिँ अहिले नजिकको सम्बन्ध बनिकन हामीले चाहिँ कम्तीमा 3 सालदेखि चाहिँ लगातार हामी सहकारी गर्दै आइरहेको छौँ। त्यसको उदाहरणस्वरूप चाहिँ हामीले 2065 सालतिर जस्तो लाग्छ मलाई टिस्टुङमा एउटा पर्यटन जनचेतनामूलक एउटा कार्यक्रम गरायौँ। त्यसमा हामीले इनिसिएसन गऱ्यौँ, जीविसले हामीलाई सपोर्ट गरेका थियो। त्यस लगतै हामीले विभिन्न तालिमहरू लगायत सूचना केन्द्रहरूमा चाहिँ सरसह गर्ने कामहरू गरिरहेको छौँ। मकवानपुरको यी सम्भावनालाई हामी सबैले मिलेर संरक्षण, सम्वर्धन र प्रवर्धन गर्न सके यसले मकवानपुरवासीको खानपानी र चुलोबाट गर्छले राज्यलाई नै यसको सकारात्मक समृद्धिको प्रभाव पर्छ। त्यसको लागि के हामी अब चुप भएर बस्नु त?